ल हुन्छ हाम्रो बुढाहरू ए हाम्रो भान्जा दुईटालाई आज देखेको तिम्रो मेरो लागि तिम्रो दुइटै आज जन्मे हो के आज देखेको आज जन्मे त के अरे यो चाहिँ पुरानो खरबारी सेम छ यार मतलब कि नो चेन्जेस के यस्तै थियो यार घरहरू हान्जी तिनीहरू त नयाँ है सबै ऊ त्यहाँ खोला होइन सानो खोला पुऱ्याउनु त्यहाँ यो पदेपारीको खेत होइन र यो खेत यो खरबारीको पदेपारीको होइन र पारी हो पदेपारीको खेत खरबारी छैन नि छैन खरबारी के हो पदेपारी कस्तो लाग्थ्यो यार अहिले गर्ने चाहिँ पदेपारीले हो ए रिगल चाहिँ हो राम्रोसँग हेर है ओए भनेको राम्रोसँग होइन भन्दै उ छिट्टिनु यहाँमा अब त्यसपछि त सुखाएर पानी बाटैबाट पानी लगाइदिएपछि यस्तै हो कि ड्रेनेज सिस्टम छैन अब ड्रेनेज भनेकै बाटै हो हाम्रो उयो खेत छ नि यो खेतमा त अनि हाम्रो मामाहरूले काम गर्नुहुन्छ नि त मामाहरूले यो खेतमा सघाउने के अनि यो सघाउने अनि त्यसपछि यहाँ यिनीहरूको त मगरहरूले त अनि बटुक दिने बटुक त जाँड खान्छ नि कहिले अनि सानो हुँदाखेरि मलाई पनि जटुक जाँड लाग्यो मलाई दही भनेर जाँड खाइदिएको सानोमा कस्तो लाग्यो नि थाहै त्यो टेस्ट अमिलो लाग्यो अनि त्यसपछि त्यही भन्नुहुन्छ मामाले खायो भन्छ टटल हो यो होइन अरू के रोक रहेछ मामाहरूको बारी होइन मकै रोप्नु पर्यो रहेछ मकै रोपेर नि सुकेको केलाई भैँसीलाई दिनु हो मतलब कुडो बनाउनु यो बाटो के बोडीहरू त पहिल्यैदेखि रोप्नु थियो नि अझै पनि रोप्नु रहेछ पहिलेदेखि हो क्या अहिले बोडी सोडी रोप्नु त हाम्रो हजुरबा हजुरआमालाई त चिनेको नि राम्रोसँग आउनु भयो है म आएन सानोमा हजुरआमासँग के किन हल्दिने के अरे घरले हल्दिने यहाँ पनि यहाँ त नहलिन्थ्यो तिमी डरायो हामी पनि डरायौँ हामी भएर आउँदा डरायौँ अनि म एसएलसी पछि अनि बुटोल आएँ क्या अनि बुटोल आएपछि चाहिँ अलि यता पनि म आएन किन म मामाहरू बस्दाखेरि चाहिँ पुल पूजा हुँदैन म सँगै हिँड्थेँ ममा कसो गर्यो यो हजुरको ठुलो बारी है ए हाम्रो घर त्यो ठुल्बाहरूको घर यो बाटो त अनि कहाँ आइसक्छ त नि यो घर छिर्न पाइन्छ छिर्न पाइन्छ घर तपाईँलाई ब्लर हानिदिउँ ल यहाँ नस्पातीको रुख थियो के भयो मर्यो चिन्नुहुन्न मलाई चिन्नुहुन्न तपाईँलाई यसो अलिअलि निकालिदिएको होइन के भगवती मेरो माइजू ठुलो छोरीको ठुलो छोरा हो क्या किचन होइन यो बैठक होइन त्यही त थाहा ऊ त्यो सिडीमा लोटेको यहाँ घाउ चाहिँ ऊ त्यो सिडीमा लोटेको यहाँ यही हो यो घर हो त हामी किन लाग्ने र मामाहरू आउनु अनि यो ठुलोबाहरू घर जाने ल्याएर के हो यो दिवार यो बिचमा तपाईँहरूको यो यताको यहाँबाट यता त्यहाँ म फोटोमा भिडियोमा अहिले त बेचिदिनु भयो है को हुन्छ त्यहाँ मलाई त्यहाँ टाढा जान्न यहाँ खिचेर यस्तो भएछ
यो चाहिँ हाम्रो ठुलो बाबाहरूको पहिला घर अहिले त अहिलेको अरे अहिले अब छिरियो है घर छिरियो ठुलो बाबाहरूको घर आँपको कति छ बम्बे आँप हो किरा लाग्छ अरे आँप लिची नि छ यहाँ लिचीहरू रहेछ कटहर नि रहेछ कटहर हाम्रो कटहर देखेछौ उ त्यो तलको कुन तल खाने कटहर तल ठुलो बाबाहरूको यहाँ नि खासै चेन्ज त केही भएन उस्तै हो यस्तै हो कि खोर त्यही थियो अहिले त्यही छ होइन खोर त बरु मलाई यो याद छैन है घर त त्यही त हो नि पुरानै घरै हो नि यो थिएन बिचमा हामी त हाम फालेर आउने हो नि त हामी पहिला पाटाको छेउ यताको छेउबाट जान्थ्यौँ कि पहिला अहिले कता खै म त हरेक पटाको यताको छेउ दाहिने छेउबाट झरे जस्तो मान्थेँ कटर त्यही त हो नि जाऊ किन ल तिमी न अगाडि तिमीहरूलाई नि म यो ब्लगमा निकाल्छु कि दुईजना नयाँ मान्छे चिन्नु न तिमीहरूले नि पछि ओहो हामी यस्तो थियौँ आउँदाखेरि यस्तो खिचेको भनेर भन्दाखेरि हो यस्तै गरी हामी उताको साइडबाट हिँड्नु जस्तो लाग्छ क्या मलाई राइट साइडबाट उताबाट नि छ होला तर म अहिलेसम्म गएन हो म आएको भनेको यही बाटो हो पुच्चरपाटा पुगेछौ पुगेछु नि पहिला म जान्थेँ बाबाहरूसँग घाँस काट्नु पुच्चरपाटा त्यहाँ ढुङ्गा छ नि बिचमा एउटा रुख छ नि हो त्यहाँ मजाले म चाहिँ मकै छरेको यसो गरेको हेर्थेँ कि बसेर अनि त्यहाँ जामुनको रुख पनि छ पुच्चरपाटनिर एउटा ठुलो म्यान भर्सेस वाइल्ड हो होइन यस्तै त हो नि म्यान भर्सेस वाइल्ड हुने अभी हम बर्नियप के जङ्गल यस्तै भन्थ्यो कि एउटा त्यो भिडियो मलाई याद जङ्गल जङ्गल गयो हेलिकप्टर डिस्कभरी के खान्थ्यो त्यसले साँप खायो त्यसले जे पनि खान्थ्यो कि गु पनि खाने त्यो हुन्छ नि बियरको त्यो गु त्यो बियरले त्यो नपचाएको त्यो के टुक्राहरू प्रोटिन होती है भन्दै खाने हामी लास्ट हामी यो एक्स फुल मन्दिर नयाँ भाषामा जयन्ती भन्छ तर हामी चाहिँ एकदम कहाँनिर हो र यहीँ सिम हो कि अहिले त्यस्तो खासै राम्रो देखेको छैन न तर पहिला पुरै यस्तो थियो कि यस्तो कभर थियो कि कहाँ यहीँ सिम छ यही जो हो काट्यो क्या त्यो मिस पाएन त्यहाँको रुख काटेछन् दामी थियो कि यहाँ चाहिँ एकदम खतरा थियो नि छुट्टेकै त्यो केप टाइपको थियो कि केप टाइपको थियो कि यहाँ अझै घाँस सास नभएको भए अझै राम्रोसँग दिन्थ्यो होला घाँस भएर लहरै लहरा हुने क्या डेन्जर कसले फोटो खिचेको छ कि छैन यार छ होला पहिले त छ होला अझ म पदर पनि नि त त्यो पाइ माछा मधुर होइन कतिले होइन त्यो त नआइकन कसरी पदर पानी आउँछ र जिरेको पानी हेर मान्छेलाई अन्त जिरेको पानी थाहा छ मान्छे जिरेको पानी त्यता आउँछ है के आउँछ त्यसलाई डल्ले नाइ क्याप्सिकम ए देख्नु भएन साना देखेको होइन ढुङ्गाना कान्छो अब नाच्यो
चिने बल्ल चिने को बल्ल चिने नि त सीताको छोरो के हो त बल्ल चिने नि चिन्नु र बल्ल चिने नि सानैमा यस्तो देखेको बल्ल देखियो सानै थिए त्यति थिए होला बल्ल चिन्यो नि के छ नि आल्फा इत्रैमा देखेको माछा मार्न जाने भकिम्लो हो नि अँ अहिले छ भकिम्लो छैन अहिले त टटलहरू छैन पहिला त हुन्थ्यो नि भकिम्लो टटल कति हुन्थे टाटाहरू यहीँ हुन्छन् के अरे यहीँ हो यहाँ रहेछ त्यो रुख यहाँ हुन्थ्यो यहाँ तल कस्तो हुन्थ्यो त्यो हामी त्यहाँ रुखमा झुन्ने गर्ने पहिला आएको नि बल्ल देखियो कति 22-23 वर्षपछि देखि मेरो 23 वर्ष पुगेको छैन पुग्छु यो खेला सर पनि हुन्छ नि यो लगा बनाएछन् पहिला त अर्कै थियो नि यस्तो त थिएन रेडिमेड थियो अहिले त रेडिमेड भइसक्यो पहिला त यसो कक्रो थियो अनि यहाँबाट चाहिँ जान्छ यस्तो यस्तो कुराहरू चाहिँ डिफ्रेन्ट हो लाग्यो कि सोच्यो भने त फरक भइसकेको छ कि चेन्ज होइन मतलब यो हेरचाह गर्ने मान्छे त होइन हाम्रो ठुलाको थियो नि खेत किन्नुभएको उहाँहरूले उहाँले बेचेर चाहिँ उहाँले किनेको यो चाहिँ हाम्रो यो माधव मामाहरूको खेत है सर सम्म रहेछ चिन्दैन क्या अहिले मलाई ठ्याक्कै थाहा छैन यता यता यसो लाग्छ यसो यो होला जस्तो लाग्छ मलाई त अझै थाहा भयो मलाई त अझै भयो जस्तो लागेको कारण त के थाहा छ यो रुखले गर्दा चिने जस्तो लाग्यो मलाई यो रुख चाहिँ जमानादेखि छ जमानादेखि रुख यार यहाँ उस नि छ के अरे 8 के आइसिस निकाल्छ नि त्यस्तो 8 छ क्या कहाँ यहीँ माथि ए बनाहान मान्छेले त्यो नजाम भयो बाटैमा भयो भने जाम्ला भनेको अँधार पनि भइसक्यो अब राम्रो फोटो पनि आउनु म यता आएको थिएन नि कहाँ यार उति नखोला होइन त्यो है माइलाको तिम्रो नाम के हो कमल लामिछाने यहाँ आएर भन कमल लामिछाने ल अब जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ देख्नेले देखी जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ ए भोलिको सोचे धेरै बिर्सने आज ए साँझलाई पर्खिरहे ढल्किने रात ए जो बनै साँचिरहे समाउन हात
ए मायालाई खोजिरहे यो 2 दिने साथ ए बुझ्नलाई गाह्रो भयो ए समय नै साह्रो गयो सायद मेरैको दोष मन बुझाउनै आधी रह्यो बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि ए खोलिदिए मुटु सबैके सानो भइन्छ र देखि बुझी सबै यहाँ के नै नापिन्छ र अब जिन्दगी सरर र मोटर गाडीमा जिन्दगी सरर र मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ नि जीवनभरि साथ दिन्छु समाउ मेरो हात मोटरमा घुम्न जानी बेनीको बजार मयालममा लेख्या रहेछ दैवले चुरार आइ झमझम पर्यो पानी गुर्जा खाटैमा जाडो पर्यो सानी आउन काखैमा झमझम पर्यो पानी गुर्जा खाटैमा जाडो पर्यो सानी आउन काखैमा मुनाल काम छ कति राम्रो जोडी मरेनीको मुनाल काम छ कति राम्रो जोडी घर मेरो लुलाङ्गो बसाइ सर्ने हो कि आइ झमझम 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 पर्यो पानी 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 तागमबाट उभो उभो लागेको गोरु तिमी बिना यो जीवन बाँच्छु कि मरु तागमबाट उभो उभो लागेको गोरु तिमी बिना यो जीवन बाँच्छु कि मरु देउरालीमा बोको काटी भाकल गरी आछु देउरालीमा बोको काटी भाकल गरी आछु मुना मुना पिरती पागलै भाछु आइ झमझम 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 पर्यो पानी झमझम 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 पर्यो पानी झमझम 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 पर्यो पानी झमझम झमझम पर्यो पानी झमझम पर्यो पानी गुर्जा घाटैमा जाडो पर्यो सानी आउन काखैमा झमझम पर्यो पानी गुर्जा घाटैमा जाडो पर्यो सानी
भमराको पुन पुन टह टह जुन जुन संसारै हिमाया निडरीमा डुबिरहेछ सपनीमा निमाया खुसी तिमीलाई पुरिरहेछ घाम जस्तै उज्यालो छरेर आऊ है निदरीको मैदानमा सपनी कोरेर आऊ है घाम जस्तै उज्यालो छरेर आऊ है निदरीको मैदानमा सपनी कोरेर आऊ है पिला रातमा झन् झिलमिल तिमी पनि खोला दिल अँध्यारोको अघिल्तिर संसारै हेमाया अँधेरीमा भुलिरहेछ तिम्रो हाँसो को माया भर है परिरहेछ बिराउने चरी झैं गाउँदै आऊ है सधैँ खुसी र मायाको बाटो पछ्याउँदै आऊ है चिरबिराउने चरी झैं गाउँदै आऊ है खुसी र मायाको बाटो पछ्याउँदै आऊ है